नमस्कार, स्वागत छ तपाईलाई हाम्रो YouTube च्यानलमा। विदेशमा रोजगारीको खोजीमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि आज हामी एउटा महत्त्वपूर्ण जानकारी लिएर आएका छौं। आजको भिडियोमा हामी तपाईलाई मलेसियाको एक प्रतिष्ठित कम्पनी लजिस्टिड मलेसिया SDN BHD मा खुलेको रोजगारीको अवसरबारे विस्तृत जानकारी दिनेछौं। यदि तपाई पनि मलेसियामा गएर काम गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि निकै महत्त्वपूर्ण हुन सक्छ। सर्वप्रथम लजिस्टिड मलेसिया SDN BHD के हो भनेर बुझौं। यो जापानको लजिस्टिड ग्रुप अन्तर्गतको एक प्रमुख लजिस्टिक्स कम्पनी हो। यसले मलेसियामा गोदाम व्यवस्थापन, माल ढुवानी, आपूर्ति श्रृङ्खला समाधान र भारी सामान ढुवानी जस्ता व्यापक सेवाहरू प्रदान गर्दछ। यो एक विश्वसनीय र ठूलो कम्पनी हो। हालै यो कम्पनीले नेपालबाट श्रमिक माग गरेको डिमान्ड स्वीकृत भएको छ। यो डिमान्ड मिति 2082 साल जेठ 1 गते अर्थात् सन् 2025 मे 15 मा स्वीकृत भएको हो। मलेसियाको ब्यान्डरबारूमा रहेको लजिस्टिड मलेसियाले मेसिन अपरेटर र जेनरल वर्कर पदका लागि पुरुष श्रमिकहरू माग गरेको छ। लट नम्बर 3228T or 1024 हो। तपाईँ अनलाइन चेक पनि गर्न सक्नुहुन्छ लट नम्बर। यो डिमान्ड कुल 73 जना पुरुषहरूका लागि मात्र हो। महिला कोटा भने यस डिमान्डमा छैन। अब कुरा गरौं तलब र अन्य सुविधाहरूको। तलब यस कम्पनीले मासिक 1700 मलेसियन रिङ्गेट आइरम 1700 तलब तोकेको छ। अहिलेको विनिमय दर अनुसार यो लगभग नेपाली 48,100 रुपियाँ हुन आउँछ। कामको समय तपाईले प्रतिदिन 8 घण्टा र प्रति हप्ता 6 दिन काम गर्नुपर्नेछ। बसोबास र खाना। यो कम्पनीले तपाईको लागि बसोबास र खानाको सुविधा निशुल्क उपलब्ध गराउनेछ, जुन एउटा ठूलो सहुलियत हो। चाहिने योग्यता। यो रोजगारी अनस्किल्ड प्रकारको भए पनि आवेदकले अंग्रेजी बोल्न र बुझ्न सक्ने क्षमता हुनु आवश्यक छ। यसमा कुनै खास अनुभवको आवश्यकता पर्दैन, तर सामान्य मेसिन चलाउन वा लजिस्टिक्सको कामबारे बुझ्ने व्यक्तिलाई प्राथमिकता दिन सक्छ। LOGISTEED मलेसिया जस्तो लजिस्टिक्स कम्पनीमा मेसिन अपरेटर र जेनरल वर्करको काम कस्तो हुन्छ त? मेसिन अपरेटर यस पदमा तपाईले गोदामभित्र सामान सार्न प्रयोग हुने सामान्य मेसिनहरू जस्तै प्यालेट ज्याक, ह्यान्ड प्यालेट ट्रक चलाउनु पर्ने हुन सक्छ। ठूला फोर्कलिफ्ट मेसिन चलाउनका लागि भने विशेष तालिम र लाइसेन्सको आवश्यकता पर्न सक्छ, तर सामान्यतया यस्ता पदका लागि आधारभूत ज्ञान र काम सिक्ने इच्छा भए पुग्छ। जेनरल वर्कर। जेनरल वर्करको काममा मुख्यतया गोदामभित्रका विभिन्न शारीरिक कार्यहरू पर्छन्, जस्तै सामान लोड गर्ने, अनलोड गर्ने, प्याकिङ गर्ने, लेबल लगाउने, स्टक मिलाउने र गोदामको सफासुग्घर गर्ने। यो काम शारीरिक रूपमा केही चुनौतीपूर्ण हुन सक्छ, तर मेहनती व्यक्तिहरूका लागि राम्रो अवसर हो। यो डिमान्ड माइलस्टोन इम्प्लोइमेन्ट सर्भिस प्राइभेट लिमिटेड मार्फत खुलाइएको हो। यो नेपाल सरकारबाट मान्यता प्राप्त एक म्यान पावर कम्पनी हो। यसको कार्यालय ललितपुर, बागमती प्रदेशमा रहेको छ। थप जानकारीका लागि वा आवेदन दिनका लागि तपाईले निम्न नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ। गणेश प्रसाद बगाले, मो 9801 बेन्ते फाप्से सिस्टी बासु पुडासेनी, मुई 9851091620। दीपेन्द्र कुमार श्रेष्ठ, मो 9851042637। यो डिमान्डको लागि अन्तर्वार्ताको मिति भने 2078 साल जेठ 10 गते अर्थात् सन् 2025 मे 23 मा बिहान 10 बजेका लागि तोकिएको थियो। यो जानकारी नेपाल समाचार पत्रमा प्रकाशित सूचना अनुसार हो। यदि तपाईले यस अघि नै आवेदन दिनुभएको छ भने अन्तर्वार्ताको लागि तयारी रहनुहोला। यदि मिति गुज्रिसकेको छ भने पनि तपाईले म्यान पावरलाई सम्पर्क गरेर अर्को डिमान्ड वा भविष्यको अवसरबारे बुझ्न सक्नुहुन्छ। महत्त्वपूर्ण सुझाव। कुनै पनि वैदेशिक रोजगारीका लागि आवेदन दिँदा सधैँ नेपाल सरकारबाट स्वीकृति प्राप्त म्यान पावर एजेन्सी मार्फत मात्र जानुहोस्। सम्पूर्ण कागजातहरू, राहदानी, नागरिकता, फोटो आदि तयार राख्नुहोस् र रोजगार करारपत्र राम्ररी पढेर मात्र हस्ताक्षर गर्नुहोस्। यसरी तपाईँ पनि लजिस्टिड मलेसिया SDN BHD जस्तो प्रतिष्ठित कम्पनीमा काम गर्ने अवसर प्राप्त गर्न सक्नुहुन्छ। यो अवसरले तपाईको आर्थिक अवस्था सुधार्नका साथै अन्तर्राष्ट्रिय कार्य अनुभव प्राप्त गर्न पनि मद्दत गर्नेछ। तपाईले हाम्रो डिस्क्रिप्सन पनि चेक गर्नुहोला कि त्यहाँ हामी धेरै महत्त्वपूर्ण जानकारीहरू दिएको हुन्छौं। अवश्य पढ्नुहोला। आशा छ यो भिडियोले तपाईलाई आवश्यक जानकारी प्रदान गर्यो। यदि भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाईको हरेक जिज्ञासा र प्रश्नका लागि हामी सधैँ तयार छौं। कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। धन्यवाद।